बेलुका राति माछौँ जहिले बाहिर लानु सब थाहा छ काम उसको ओन्ली फ्यान्स होइन म उसको ओन्ली म्यान्स पर मलाई डायमन्ड बोय नाम हुनुपर्ने मेरो जनी ड्यान के को मुझे ब्यान्ड फोर ब्यान्ड कतिजना मारे छ सानो च्याट फोर च्याट ल एकछिन है म गाइज मैले थाहा भयो कि यिनीहरूको बोला ऊ त्यो दामी छ यार गाइज जुन तिमीहरू त्यो के अरे नेपालमा होइन अब भिडियो सुट गर्नु भाइ प्लिज मेरो भिडियो सुट हुँदैछ आइदेऊ न यार भाइ आइदेऊ न भनेर को बोलाउँछ होइन अनि त्यो थाहा छ क्या भाइ तिमीहरूको कस्तो कस्तो ऱ्यापरहरू पनि होइन त्यो बोलाउँछ क्या भाइ त्यो त भाइ मेरोमा आइदेऊ ल प्लिज यसो सपोर्टको लागि तर मलाई चाहिँ के लाग्छ भने होइन यिनीहरूको चोकमा यिनीहरूको ठाउँमा गयो भने होइन केटाहरूको हुल त्यत्तिकै बसिरहेको हुन्छ जस्तो लाग्छ क्या त्यहाँ लाइक भाइ एउटा सुट हानिदिउँ न भन्दाखेरि केटाहरू अलरेडी छ क्या लाइक बोलाउनै पर्दैन जस्तो लाग्छ मलाई चाहिँ देख्दा त्योदेखि चाहिँ हेरे म एक दुई दिन गेम ओमेगल जान्न एक दुई दिन म गेम ओमेगल जान्न भाइ गेम जानु सक्छु उसको ओन्ली फ्यान्स होइन म उसको ओन्ली म्यान्स पर मलाई डायमन्ड बोय नाम हुनुपर्ने मेरो जनी ड्यान के को मुझे ब्यान्ड नरिस है भाइ फेरि अनेस्ट रियाक्सन हुन्छ नि तर जे हो भने हाम्रो प्लान भइसकेको छ हाम्रो पोडकास्ट हाम्रो भाइलाई त्यहाँ लाइभ नेपालमा गर्ने भनेर भाइहरूकै चोकमा पुगिदिन्छु भयो फोर ब्यान्ड कतिजना मारे छ सानो च्याट फोर च्याट कहिलेकाहीँ लाग्छ म 50 सेट मार्न खोज्छ मलाई मेनी मेन मलाई मार्न खोजिरहेछ रगत मेरो आँखामा केही देखा छैन मेनी मेन मलाई मार्न खोजिरहेछ उसको चाहिँ नि सेम त्यो पुरानो ओल्ड भिटेनको त्यो भाइब छ यार उसको चाहिँ यो मेबी अझै पछि ग्रो हुँदै जान्छ होला होइन उसको चाहिँ एक्ज्याक्टली त्यो भाइब छ तर आई डोन्ट मिन नथिङ है नथिङ त्यो इन्सपिरेसन हो उसले राम्ररी गरिरहेछ एज अ म्युजिक उसले दिइरहेछ भने त बोलिहाल्छौँ नि हामी सबै जज त गरिहाल्छौँ नि कता त किन यो मिलन रोका छेत्री किन भाइ त यस्तो बोलाएको भाइ यत्तिकै गुल्ला लेखेर के भयो भाइ के भयो के गुल्ला केही एक्सप्लेनेसन दे केही गर के यत्तिकै दा आजको स्ट्रिम गुल्ला भयो भन्दा गाना गुल्ला भनिस् भन्यो नि एउटा कुरा के गुल्ला भन्छ भाइ गुल्ला के भयो आफ्नै देखेर तर्सिस कि के भयो कि कहिले देखेकै थिइनस् कि त केटी हो अनि आज केटाले ल्याम लिएर गुल्ला मुखमा हालिदियो अनि गुल्ला भनेको मेरो हातमा मलाई केही पारे छैन चिया बेबी जहिले बाहिर स्वयम्भू स्ट्रिट दाजुभाइलाई भन्छु सामान जित दाजुभाइ साथमा जहिले रिस पछि बोल्छ मुझे पुलिस त्यसैले बसिरहेको हामी लौकी त्यसले त गानाको एन्डमा गाएको थियो है गानाको एन्डमा गाउँदा त कस्तो झन् हामी सुनेको थियो त्यो र भर्जन साथमा जहिले रिस पछि बोल्छ मुझे पुलिस त्यसैले बसिरहेको हामी लौकी जगु बोक्छु बज्यो तेरा बोकी आगो बलिरहेको मुझे चौकी बाहिर थियो मेरो भाइ बाहिर कोटाउँथ्यो लाइट दुईजना तीनवटा पाइप ओला चिन्ता हडे घरबाट गायब फालादार छु जस्तै केराको बोक्रा टाउको चाइनामा जुचे पोखरा बनाउँछु आरे बेटिसर त्यसमा तेरो थोप्रा चिसो मुटु साको भेच्चा हल्लिँदै बाटोमा वरा केटा देख्नु नपरोस् मैले त्यसलाई यता मैले भने भाइलाई त्यसलाई चेता आइज मजे गएको खेल छ अनि केटाहरू मेरो जेल छ जस्तो भए पनि रेल छ सबले भन्छ मलाई ग्याङ छ भन्छ बाबु चारे सुत न त बे एएमजी आउँछ म मुझे स्वयम्भूको भूत ओट्ने चाटा निस्किन्छ दुध भन त्यसलाई धेरै नलुक चाहे मलाई बन्चरो खानु पर्यो रुख दसवटा ऱ्यापर खान्छ मेट्छ बुक ए यो नाति नै रहेछ नि त पहिलाबाट भनेको त नाति हो मलाई नाम रङ भने कि जस्तो लाग्यो दुश्मनहरू सबै रन दिको बानहरूको आयु कम बन्न सक्छ मुजी मुभी रङ टन रेडी बसिरहेको छ मुजी गन मन बाटो हिँड्दा मजे डेन्जरस कसैले छोप्ला त मेन्सनास मन बाटो हिँड्दा मजे डेन्जरस कसैले छोप्ला त मेन्सनास मिलाएर हान्छु मुझे छैन रस हान्दिन्छ सादा चल्छ साथै सास उसको ओन्ली फ्यान्स होइन म उसको ओन्ली म्यान्स पर मलाई डायमन्ड बोय नाम हुनुपर्ने मेरो जनी यो दामी रहेछ यो उसको ओन्ली फ्यान्स होइन म उसको ओन्ली म्यान्स पर मलाई डायमन्ड बोय नाम हुनुपर्ने मेरो जनी ड्याङ
ओए बच्चा Johnny Dang! हो दामी रहेछ मलाई भर्स भन्दा कोरस चाहिँ दामी लाग्यो होइन म उसको ओन्ली म्यान पर मलाई डायमन्ड बोय नाम हुनुपर्ने मेरो जनी ड्याङ के को मुझे ब्यान्ड फर ब्यान्ड कतिजना माने छ सानो च्याट फर च्याट कहिले काहीँ लाग्छ म 50 सेट मार्न खोज्छ मलाई मेनी म्यान मलाई मार्न खोजिरहेको छ मेरो आँखामा केही देखेको छैन मेनी म्यान मलाई मार्न खोजिरहेको छ साथमा मेरो हातमा मलाई केही ल भाइ यो चाहिँ यति हो कि भाइ यो जे हो त्यही हो क्या यहाँ गर तैँले के बोलेको त धुलाई खान्छस् भाइ यिनीहरूको त्यो ग्याङ हुड चाहिँ क्या झल्केको यार त्यो लाइफस्टाइल चाहिँ क्या झल्केको क्या तर जहिले बाहिरको जस्तो चाहिँ भाइब छैन है जहिले बाहिरको जस्तो त भाइब छैन जहिले बाहिर त मेरो लागि नम्बर 1 हो भाइ अहिलेसम्म नम्बर 1 हो उसको फर्स्ट गानै त हो यो सेकेन्ड गाना हो अरू पनि धेरै आउँछ भने एक्सपेक्ट गरेँ अनि हो मेरो भाइलाई चाहिँ सजेसन एकछिन सुन्ने म चाहिँ फर्स्ट गाना त्यो सेकेन्ड गाना यो भाइको होइन मलाई चाहिँ राम्रो लाग्यो है मलाई चाहिँ म चाहिँ अर्को चाहिँ मेरो सल्लाह चाहिँ म के भन्छु भाइलाई भने होइन भाइ तिमीहरू दुईजना ओभर जिग्री रहेछौ कि तिमीहरू दुईजना जिग्री भए पनि होइन तिमीहरू कोल्याब चाहिँ गरि नहाल पहिला एएमजी के भाइ तिमी आफूको त्यो पन आफ्नो पुरै ल्याएर झल्काऊ अस्ति जस्तो जहिले बाहिर आउँदा एक दुईटा त्यही झल्काऊ देन मुभ अन टु फिचर्स अनि नाति तिमी पनि एक दुईचोटि आफ्नो झल्काऊ अनि देन यु गाइज डु द फिचर्स क्या यसरी तिमीहरूले पहिला किनकि अहिले कस्तो हुन्छ भने लाइक यसरी